हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ होला। आज ईद हो नि त, अनि आज ईद भएको भएर स्कुल पनि बिदा छ, अफिसहरू पनि बिदा छ। अनि आज हामी चाहिँ ढिलै गरी उठ्यौँ। अनि उठेर एकछिन चिया खाएर एकछिन बाहिर कोठामा बस्यौँ। छोरी चाहिँ म ईद मुबारक भन्दै थिएँ है। अनि त्यसपछि आज उहाँ हेर्नु उहाँ फुच्ची पनि उहाँ निद्रा लगाइसक्यो। उसलाई चाहिँ उहाँ केक खुवाइदिनु भएको हो। हाँसेको हाँसेको भन्नुहुन्छ, तर रोइरहेको छ, उसको इरिटेट भइरहेको छ त्यतिखेर। अनि आज अब छुट्टीको बेलामा हामी के गर्ने होला भनेर हाम्रो डिस्कसन हुँदैछ। अनि हामी अब डिस्कसन गर्दैछौँ, यहाँ जाने कि भन्छौँ, एउटाले भन्छौँ, फेरि अर्कोले हुँदैन, त्यहाँ नजाने, त्यहाँ गइसकेको छ भन्नुहुन्छ, फेरि उता जाने भन्छौँ। त्यो भन्दै गर्दा कोठा फोहोर भइरहेको थियो। अनि हस्बेन्डले चाहिँ म सफा गर्छु भनेर उहाँ सफा गर्न लाग्नुभयो नि त। कोठा ठिकै छ भन्ने ठानी, सधैँ मैले सफा गरेँ त हो नि भने। अनि त्यहाँ गर्दा अनि उहाँ ठुल्छोरीले चाहिँ उहाँ के को बिर्कोदेखि छन्। अनि उसलाई चाहिँ यो खान्छु मामु, यो दहीको हो, यो दही भातबटिनीमा पाउँछ, हामी भातबटिनी घुम्न जाउँ भन्छन् एकैछिनमा। अब कहाँबाट जाने हो र। अनि मैले चाहिँ कहाँ हुँदैन भातबटिनी जाने बेला भएकै छैन, अब अरू बेला कुनै दिन जाउँला, प्लान गरेर जाउँला भनेर भन्यो। यत्तिकै भातबटिनी गरेर त काम छैन फेरि होइन। अब त्यहाँ गएपछि अब त्यही अनुसारको माइन्डलाई प्रिपेयर गरेर जानु पऱ्यो नि त, के किन्नु छ घरमा, के चाहिएको छ भनेर। अनि फेरि एकछिनमा उहाँ गर्मी भयो भनेर वाइप्स निकालेर मुख पुस्नतिर लागिन्। बच्चाहरूलाई है, अचेलको बच्चालाई गाह्रो छ घरमा टिकाउनलाई। मोबाइल कि त मोबाइल हेर्ने, होइन भनेदेखि खालि के गरौँ र कसो गरौँ भन्ने। अनि पापालाई भन्नलाई चाहिँ पापा जाउँ आज कतै घुम्न लिएर गइस्यो, घरमा बस्दा अल्छी लागिसक्यो भनेर उहाँ के गर्दै चाहिँ हेर्नु नि त। बिचरा मेरो सानो छोरीलाई त्यही वाइप्सले मुख पुसेर त्यसैले मुखमा हालिदिए रहेछ है। मैले त देखाए पनि थिइनँ, अहिले पो भिडियोमा देख्दैछु। अनि मैले त कराएँ, किन त्यसो गरेको तिमीले हिजो बहिनीलाई भनेर कराएँ पनि मैले। अनि त्यसपछि होइन लिएर जाने भए लिएर गइस्, होइन भनेदेखि म त बहिनीलाई यस्तै गर्छु भनेर उहाँ हेर्नु न के गरेर चाहिँ चटक देखाउँछ। अनि त्यसपछि उहाँ हस्बेन्ड चाहिँ खोइ के भन्दै हुन्छ है। अनि त्यसपछि उहाँ अनि ल भनेर एकछिन फकाउनु भयो क्या। फेरि अर्को छोरी रुन थाली, मलाई दिदीले यसो गरिस्यो, मलाई हजुरहरूले मलाई किन माया नगरेको, दिदीले त्यस्तो गर्दाखेरि भन्दै उहाँनिर पापाले चाहिँ उहाँ छोरीलाई उहाँ घडी देखाउनु लगिसकिसकेछ। घडी चाहिँ फेरि उसलाई खुब मनपर्छ क्या। बिहान उठेपछि ठ्याक्क घडी हेरेर हाई गर्ने हो क्या। उसले चाहिँ सधैँ कति खुसी हुन्छ घडी हेर्दाखेरि। अनि ल नि त भनेर घुम्न जाने प्लानै भएर हामी हिँड्यौँ, हाम्रो गन्तव्यतिर हिँड्यौँ हामी बाइकमा स्कुटरमा गयौँ। अनि यो बाटो चाहिँ खासमा यो मूलपानीको बाटो हो, कति राम्रो छ, कस्तो पिसफुल छ क्या। यो जे भए पनि यता जस्तो हो हल्ला हुँदैन नि त, त्यहाँतिर आनन्दको छ। घर पनि कहीँ मात्रै हुन्छ त्यस्तो, हाइवे भएर पनि यताउति धेरै हल्ला स्वरहरू छैन क्या। आनन्द छ। मलाई चाहिँ यो बाटो